यति इयरको 1 वर्षको हुन्छ 1 वर्षसम्म के अरे तिमीहरूले छोड्न पाउँदैन भन्ने हुन्छ छोड्यो भने केही हुन्छ त्यहाँ पनिसमेन्टहरू हुन्छ अनि त्यसपछि उनीहरूले रुल्स त्यहाँ हुन्छ के अरे अब केटी कम्फर्टेबल छैन भने उसँग टाँसेर जान पाउँदैन भन्ने रुल हुन्छ अनि त्यसपछि सोमा भइसकेपछि पनि इफ तिमीहरू कपालै हो भने पनि एउटा लिमिट हुन्छ त्यो लिमिटभन्दा माथि चाहिँ जान पाइँदैन उनीहरूले आफै तोकेको हुन्छ क्या हो जस्तै मलाई यो केटी मन परेन अरू केटी लिएर आइदिया भन्न पनि पाइयो त्यो त अब भनिरहेको हुन्छ नि त डेटमा डिरेक्टै कस्तो लिएर आएको यो अलि राम्रो गतिलो केटी चाहियो अर्को लिएर आउनु मलाई यान त्यान भन्न त पाइहाल्यो नि त्यो त आफूले बोल्ने हो अनि भनेपछि तिमीहरूमा पऱ्यो भने त फेरि धमाका हुन्छ त फेरि यहाँ हुन्छ 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 दिउँसै रात पर्छ नि फेरि तिमीहरूमा गयो भने त एक्लै कहाँ पर्छ दिउँसै रात किन कहाँ पर्छ त त्यसरी पार्नु भयो तिमी कस्तो ढाँटेको होइन सायद तिमीले त कसैले पनि चिन्दैन होला होइन मलाई त यहाँ नचिन्ने भनेको बच्चादेखि बुढोसम्मले चिन्छ क्या मलाई म पनि एउटा सोसियल मिडियामा अलिकति फ्यान फलो टन्ने मेरो त कति 22-23 नम्बर आइडी हो यो कति आइडी गयो होइन टिकटकमा पनि एकदम अलिकति चलपल दिए मान्छे हो होइन फेसबुकमा पनि फ्यान फलो टन्नै कमाएको मान्छे हो त्यही माथि फेसबुक आइडी पनि भर्खर नयाँ हो तर म ब्ल्यान्डेड गयो भने नि त्यहाँ चक्राकिङ हमाल भन्दा अरू कसैले एबिसिड हेर्दैनन् क्या त्यहाँ सिधै भन्नुपर्दा बुझ्यौ कस्टम खाएर भन्छु चक्राकिङ हमालको मात्रै एपिसोड हेर्नलाई तयारी भएर बसिरहेको हुन्छन् क्या अरू कोही पनि त्यहाँ हेर्नेवाला छैनन् क्या बुझ्यौ झन् तिमी मसँग पऱ्यो भने तिम्रो भाग्य चम्किन्छ चम्किन्छ केटी चम्किन्छ याद राख बुझ्यौ तिमीले मलाई चिनेको छैन होला चिनेको छैन होला सायद फर्स्ट टाइम देख्यो होला म ब्ल्यान्डेड सिजन 3 मा गयो भने त ह्यान्सीहरू डाउन त्यत्तिकै हुन्छ त्यत्तिकै ह्यान्सी सबै जति पनि छ नि त्यत्तिकै डाउन हुन्छ डाउन सबै तल झर्छ म जाँदा बित्तिकै कसम जति पनि छ नि सबै डाउन हुन्छन् क्या केटाहरू अब जुङ्गासुङ्गा चट्ट होइन अब गेटअप हानेर हिँड्ने भन्दा नआएको त्यहाँका केटीहरू त्यत्तिकै सब पछि लाग्दैन जति पनि ब्ल्यान्डेडका भएका केटीहरू छन् नि सबै लाइन लगाइदिन्छु मैले तर त्यहाँ हुनु पऱ्यो होइन ऊ पनि सोध्नु पऱ्यो त अब यसो मेरो घर परिवारसँग टक्क होइन त्यसपछि म एकचोटि सोधेर चट्ट होइन म नम्बर नि दिउँला नि त रोशन दाइको म होइन पहिला मेरो घर परिवारलाई सोध्छु तर मेरो पनि सपना छ क्या एकचोटि ब्ल्यान्डेड सिजन 3 मा गएर सिजनमा गएर एकचोटि तल्का हान्नु मन छ म पनि फेमस मान्छे हेर होइन मलाई पनि नचिन्ने मान्छे कोही पनि छैन तर मैले ढाँटेको होइन मैले भनिनँ म ब्ल्यान्डेडमा गए पनि चक्राकिङ हाम्रो मात्रै माग हुन्छ क्या त्यहाँ अरूको हेर्दैनन् नेपाली पाइ पनि जान्छु भनेको थियो नि सुशान्तके पनि जान्छु भनेको थियो पाएन उ जान खै म त चिन्दैन अरूले कसै चिन्दैन होइन सुशान्तकेलाई चिन्छु म युट्युबर म चिन्दैन के बरु भन तिमीलाई चाहिँ म मन पऱ्यो कि परेन क्या होइन कस्तो त्यो लाजले होइन क्या मजाले अलिक मायाले एउटा फिलिङले क्या फिलिङले भन्दा पनि फिलले क्या 60 टाइपले क्या हाई गर्मी भन्दै कुरा हुन्छ नि तपाईँ तरिका दिनु पऱ्यो नि त तिमी ब्ल्यान्डेडमा जाने भन्ने मान्छे यस्तो तरिका त होइन नि त अनि पहिले अगाडि देखाउनु हुँदैन नि त्यो एपिसोडमा देखिन्छ नि त एपिसोडमा तिम्रो मेरो कुरा हो क्या सुन न यो तिम्रो मेरो कुरा हो होइन तिम्रो मेरो कुरा आइदिनु हुन्छ नि त यो अब यो केटाले जो ब्ल्यान्डेडमा गर्छ है भन्ने टाइपको छ कि छैन भन्न खोजेँ क्या मैले गर्छ नि त त्यस्तो उसले गर्छ भने हान्सीले गर्छ भने हान्सीले सक्छन् अरूको कुरा अरूसँग कम्पेयर गर्न मिल्दैन क्या चक्रिङ हमासँग तर मेरो कुरा गर नि तिमी तिमीसँग यत्रो आधा घन्टा 1 घन्टा बोलिसक्यो होइन आइम हुन्छ नि त बोलीमा
फेरि मेरो बन्दुकको गोली नि निशानामा हान्यो भने नि फेरि केटी त्यत्तिकै लाइन हो ओ होइन के छ त अनि भन नि त अनि के छ सक्छु होला कि सक्दैन सक्छु होला कि सकिन्छ मजाले सकिन्छ प्लटिङ स्किल्स हुनु पर्यो होइन अलिक एटिट्युड हुनु पर्यो ब्लाइन्डेड सकिन्छ एटिट्युडको कुरा नगर न खानदानीको छोरो यार एटिट्युडको कुरा नगर न सकिन्छ म भनिदिउँ ल रोशन दाइले अहिले त सुतिसक्नु होला म भोलि चाहिँ भनिदिउँ ल नत्र अफिस गएर अफिसमा नि कुरा गरिदिन्छु त्यो कुरा होइन म पहिला मेरो 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 परिवारलाई कुरा गर्नु पर्ने होइन घर परिवार कुरा गर्छु त्यसपछि जा के भन्यो भन्दा मा कसम फेरि त्यहाँ गएर आगो बाजी फेरि जस्तै अब गिटअप सेटअपको सुविधा के छ गिटअप आफूले लाउनु पाउँदैन गिटअप त आफैले गर्ने हो उनीहरूले यस्तो गर भन्दैन हो फेरि कहाँनि फेरि भ्यान्सी जस्तो कट्टु लाएर हिँड्ने त त्यस्तो त त्यसैमा त जाँदैन नि त यार अलिकति कि त फेरि अलिकति खतरै हान्नु पऱ्यो पुरा टङ्किस हान्नु पऱ्यो माटो नि त्यस्तो भिडियो गरेर म त्यस्तो हालिदिने हो त्यस्तो मान्ने हो त्यो डाइरेक्टरले मान्ने त्यस्तो होइन यस्तो हो ह्यान्सीले आफैले म यस्तो गर्छु भनेर नि आफैले त्यस्तो गरिसकेपछि अनि अब डिरेक्टरले उनीहरूलाई डिरेक्टरले उसले गर्छु भनेर गरिसकेपछि उसले हुन्छ भनिसकेपछि डिरेक्टरले हाल्नु त हालिहाल्छन् जस्तै अब तिमी र म गयो तिमी जाने बेला तिमीलाई त म यदि तिमी र मेरो भेट भयो भने तिमीलाई म यस्तो कपडा होइन अझै योभन्दा खतरा टक्क होइन पुरा नाम लेखेको चट्ट त्यही माथि के थाहा छ हिराको डायमन्डको बडा डायमन्डको कोटी मेरो नाम लेखेको चट्ट बुझ्यौ त्यस्तो हुन्छ त्यो केटीहरू सब मेरो पछि राख्दैन होला त्यहाँ त लाइभ इन गर्छु मेरो 5% चार्ज पुगिसक्यो चार्ज गर न चार्ज हाल चार्जमा हाल्दै कुरा गर्नु न चार्जमा हाल्नलाई यहाँ रिङ लाइट जोडेको छ उता जान्छ चार्जर त्यो उनै मिल्दैन के मिलाउ न मिलाएर जे पनि मिल्छ क्या तिमी र म त यहाँ मिलिसक्यौ यहाँ अब यहाँ तिमी र म त यहाँ मिलिसक्यौ जहाँबाट चार्जरै घुसाउन नसक्ने मलाई कसरी घुसाउँछ यार पहिलो प्याक गर्नु होला अरे ओके होइन यस्तो हो यहाँ एउटा प्लग छ अनि उतानिर छ कि एउटा प्लग अनि त्यो तार लामो छैन चार्जरको तार सानो छ यसको तार सानो छ अनि अब त्यसै भए ब्लाइन्डेड सिजन 3 मा अब अलिकति आश छ होइन तर मलाई सपना आयो मेरो पनि होइन ब्लाइन्डेडमा गएर एकचोटि तल्का हान्नु मन थियो म पनि त्यति साह्रो अलिकति कमजोरी एटिट्युडै भएको मान्छे होइन केटी देख्ने बित्तिकै मक्क भएर टाँसिहाल्ने पार्ने पनि मान्छे पनि होइन होइन तर सायद तिमीसँग भेट अचानक तिम्रो मेरो डेट बस्यो भने माया कसम त्यही तिम्रो हनीमुन मनाउँछु मैले फेरि ब्लाइन्डेड सिजन 3 मै के छ हुन्छ अहिले नै त्यहाँ गएपछि सिचुएसन के हुन्छ कि फेरि तिमी पनि त तयारी हुनु पर्यो नि त अनि हनीमुन मनाउन लागि त तिमी पनि तयारी हुनु पर्यो नि त हनीमुन मनाउन लागि चक्रेको हावासँग पहिला त्यहाँ ब्लाइन्डेडमा आइसो हजुर अनि त्यो डेट कस्तो हुन्छ के थाहा त्यो बेला डेटमा झगडा पर्न नि त सक्दैन झगडा सबैभन्दा मेन त झगडा गरेर त ब्लाइन्डेड सिजनमा हल्का त तल्का मजा तर त्यतिकै त कहाँ हुन्छ म तिमीले न्यायको भन्दै होइन क्या टक्क अलिकति एटिट्युड हुनु पऱ्यो नि त टक्क हो यहाँ टाइपको हुनु पऱ्यो क्या छोरी सानो त्यो झगडा आउनु पर्यो नि त झगडा हुन्छ जब तिमीले झगडा गर्छौ नि त बल्ल तिमी फिल्ममा आउँछौ क्या फिल्ममा आउँछौ तिमी टेन्सन नगर तिमी अहिले त मलाई देखेर तिमी यति एनर्जी आइरहेको छ तिमीले झन् मलाई भेट्यो भने त तिमी ब्लाइन्डेड सिजनतिर गेटमा भेट्यो भने कस्तो होला तिमीलाई मलाई हजुर इनर्जी आयो जे पनि बोल्ने सिधै लाइभ आउने हो कि के हो मेरो त चार्ज सिधै आयो
चार सिधै म त काटिदिन्छु अब जाउले त जान लाग्यो अब जान्छु एक गेम खेल जाऊ चार्जै छैन कस्तो चारो छैन यार 3 मा झरिसक्यो म भोलि खेल्छु भोलि म आउनु पनि सक्छु भोलि म कहीँ जान पनि सक्छु बिजी पनि हुन सक्छु मिलाइसन लाइभको लागि के हो जहाँ बसेर यसरी फोन राख्नु लाइभ हुन्छ हो जान्छु म जान्छु अब बाई भने जाउँ त अनि के त अनि बाई बाई गुड नाइट गाइज गुड नाइट एभ्रिवान बाई बाई हजुरलाई बाई बाई गुड मलाई नाइट पनि चिप्पा दिएर जाऊ न मलाई पनि चिप्पा दिएर जाऊ न हाई गर्मी कन्ट्रोल कन्ट्रोल गाइज कमेन्ट गर न यार गाइज कमेन्ट गर क्या गाइज बलाइन्डर सिजन 3 मा चक्रिङ हमाल जाँदाखेरि कस्तो होला के अब यहाँ यस्तो छ एउटा कुरा अब सबैभन्दा त अब हेर्केरा होइन जबसम्म अब मेरो अलरेडी अब बुढी छ होइन बुढी भन्दा पनि अब बिहे गर्दैछु अब बुढी नै भनौँ न होइन तर पनि यस्तो हो क्या मलाई पनि सपना छ होइन मलाई एकचोटि बलाइन्डर सिजन 3 जान्छु भनेर चाहिँ मेरो ठुलो सपना छ क्या होइन यदि म बलाइन्डर सिजन 3 मा गएँ भने त मा कसम आगो त शिखर बालिहाल्छु होइन सबभन्दा पहिला त मेरो बुढलाई सोध्नुपर्छ नि